फेरि म आजको नयाँ भिडियो लिएर आइसकेको छु। म चाहिँ अहिले भक्तपुरमा हो। भक्तपुर यो कुन ठाउँ त्यो त मलाई थाहा भएन। ठाउँ चाहिँ एकदम राम्रो रहेछ। जहिले चाहिँ म याङ्गुले गर्दा चाहिँ एकदम विकट ठाउँमा पुगिरहेको हुन्छु। अहिले पनि म थिमिचोकदेखि समथिङ 6 किलोमिटरभित्र पुगेछु। ठाउँ चाहिँ बवाल छ, हेर्नु है। ठाउँ चाहिँ हेर्नु, आफ्नो हरियो धन्नो यहाँ रहेछ। ठाउँ चाहिँ हेर्नु, भ्यू चाहिँ हो माने भ्यू चाहिँ कडा छ यहाँको। म चाहिँ यही बाटो भएर माथि 1 किलोमिटर माथि म चाहिँ आन्टीलाई पुगाएर आएको छु। यहाँ पनि झोलेहरूकै चल्ती रहेछ, हेर्नु। गोर्खाली पार्टी नेकपा एमाले 11 राष्ट्रिय महाधिवेशन। यो झोलेहरू कहीँ छोड्नेवाला छैन। जहाँ पनि यो झोलेहरू आफ्नो देखाइहाल्छ। मेरो फाइनली अहिले 9 राइड पुगिसकेको छ। अब मेरो बाँकी भनेको तपाईँको 12वटा राइड छ। यहाँ त राइड लाग्दैन। यहाँ राइड लाग्यो भने त्यो डाँडा कि त्यो डाँडा पुगाउँछ। त्यही भएर चाहिँ म यहाँबाट खालि त्यहाँ थिमिचोकसम्म जान्छु। त्यहाँदेखि फेरि चाहिँ म खोलेर अर्को राइड लिनु खोज्छु। ठाउँ चाहिँ मलाई एकदम मन पऱ्यो। यस्तो ठाउँमा बस्ने हो, तर यस्तो ठाउँमा बस्यो भने चाहिँ पठाउ केही पाइँदैन। यस्तोमा चाहिँ अब आफ्नो एउटा भेहिकल राख्नु पऱ्यो। अब टु विलर बाइक भयो भने बाइकै राख्छ, जसलाई पैसा छ त्यो कार राख्दा पनि भयो। ल यही भन्दाखेरि भन्दा म यो भिडियोलाई यहीँ स्टप गर्दैछु। र यहाँबाट म चाहिँ अब भक्तपुर थिमी पुग्छु। त्यहाँदेखि फेरि अर्को राइड लिनुपर्छ। हस्, थ्याङ्क यू।